ल आज भनेको हाम्रो डे 6 को लागि हामी जान आँट्दैछौँ, रेडी छौँ हामी है। सो ठक्कै निस्केको भर्खरै कामबाट आएको भर्खरै 5 मिनट भयो है। यस 12 घन्टा चेन्ज गरेर अब रेडी भइहाल्यो। रेडी भइरहेको ल हामी। त्यो इनर्जी अब त्यहाँ भेटिन्छ ल। अब एक्सर्साइजको पार्ट सक्यो। ल भर्खरै एक्सर्साइजको पार्ट सक्यो। अब रनिङको अब बाँकी छ। अब रनिङ हान्ने हो त्यसपछि मात्रै हैन। रनिङ हान्ने त्यस पछाडि फेरि भेटौँ। तर गर्मी चाहिँ लास्टै छ। ओहो आज हावै चलेको। पुरै नुहाएको जस्तै भएको छ आज पनि यार। ल हिजोको भन्दा आज त झन् बवाल भयो यार। दाइको दुखेको खुट्टो पनि एकदम ठिक भयो यार। एक्सर्साइज छोडायो भए जोले झन् डेन्जर हुन्थ्यो, तर नन स्टप एक्सर्साइज विथ रनिङ गरेपछि एकदमै पर्फेक्ट भयो। अब 10 किलोमिटर पनि यसरी कुद्न सकिन्छ, केही हुनेवाला छैन खुट्टालाई। नो एक्सक्युज हैन। नो एक्सक्युज, ब्रेक हुनेवाला छैन, कुनै बाना हुनेवाला छैन। ल तपाईँहरू पनि बाना नगर्नु। अब बाना नगर्नु, बाना गरे कि त फेरि शरीरले रेस्ट खोजिहाल्छ। यहाँ चर्को घाम होस् यहाँ पानी परोस्। गर्मी छ नि यहाँ कति गर्मी छ, हिँड्दाखेरि पसिना आउँछ। 35-36 डिग्री छ। ल स्वस्थ रहनुहोस्, मस्त रहनुहोस्, व्यस्त रहनुहोस्। ल धन्यवाद।